नमस्कार दर्शक वृन्दहरू, स्वागत छ तपाईलाई यस च्यानल नेपाली कथामा। म कथावाचक जमिन राई। आजको यस भिडियोमा मैले दुईवटा कथाहरू लिएर आएको छु, काठको चप्पल र सुनको जुत्ता भन्ने शीर्षकको। सर्वप्रथम काठको चप्पल। यो कथा विश्व प्रसिद्ध जापानी लोककथा रहेको छ। धेरै समय पहिले एउटा गाउँमा एकजना आज्ञाकारी केटो बस्दथ्यो। उसको नाम कोसुके थियो। त्यही गाउँमा एकजना गोन्जो नाम गरेको व्यक्ति बस्दथ्यो। नाताले ऊ कोसुकेको काका पर्दथ्यो। कोसुके जति शालीन र इमान्दार थियो, काका त्यति नै धूर्त र लोभी थियो। एकचोटि कोसुकेकी आमा एकदमै बिरामी परिन्। आमाको उपचारको लागि कोसुकेलाई पैसाको आवश्यकता पर्यो। उसले काका गोन्जोसँग केही पैसा सापट माग्यो। उसले धेरै अनुरोध गर्दा पनि काकाले पैसा सापटी दिएन। आमा बिरामीले दिन प्रतिदिन थलिँदै गइन्, तर कोसुकेले पैसा जम्मा गर्न सकेन। एक दिन चिन्तामा डुबेर कोसुके मन्दिरको पेटीमा छोक्रिएर बसिरहेको थियो। थाकेर लखतरान परेको थियो। ऊ त थाहा नपाई हुसुक्कै निदाएछ। त्यति नै बेला उसले सपनामा एकजना बुढो अगाडि आएर ठिङ्ग उभिएको देख्यो। सायद त्यो बुढो त्यही मन्दिरको पुजारी हुनुपर्छ, जसको पेटीमा ऊ निदाएको थियो। बुढाले सोध्यो, ए बाबु, तिमी त साह्रै चिन्तामा डुबे जस्तै देखिन्छौ नि। मलाई तिम्रो मनको कुरा नढाँटिकन भन त। सकेसम्म म तिम्रो समस्या समाधान गरिदिने प्रयत्न गर्नेछु। मेरी आमा धेरै दिनदेखि बिरामी हुनु भएको छ। मसँग उहाँलाई उपचार गर्नको लागि एक कौडी पैसा छैन। त्यसैले आमाको उपचार कसरी गर्ने भन्ने कुरा सम्झनै सकेको छैन। कोसुकेले सबै वास्तविक कुरा त्यो बुढालाई सुनायो। बुढो पण्डितले लामा चुच्चा भएको काठको एउटा चप्पल कोसुकेलाई दिँदै भन्यो, तिमीलाई जति बेला पैसा खाँचो पर्छ यही चप्पल लगाउनु। मलाई लाग्छ एउटा खुट्टामा मात्र लामो चुच्चो भएको चप्पल लगाएपछि सन्तुलन बिग्रिनेछ र तिमी लड्नेछौ। त्यति बेला एउटा चमत्कार हुनेछ। तिमी जतिचोटि लड्छौ त्यतिचोटि एउटा सुनको ढ्याक तिमीले प्राप्त गर्नेछौ। यदि लोभ गरेर धेरै पटक लड्यौ भने पैसा त तिमीले अवश्य पाउनेछौ, तर तिम्रो कद छोटो हुँदै जानेछ। त्यसैले ध्यान राख्नुपर्ने कुरा के हो भने आवश्यक पर्दा मात्र यो चप्पललाई प्रयोग गर्नु। बुढाले यति भन्दा भन्दै कोसुकेका आँखा खुले। ऊ झस्कँदै उठ्यो। उसको सामान्य सपनामा बुढाले दिएको काठको चप्पल देख्यो। ऊ अचम्ममा पर्यो र बुढाले भने जस्तै गरी चप्पल लगायो। सन्तुलन बिग्रियो। भुइँमा गन्द्राङ्ग लड्यो। यति नै बेला एउटा सुनको ढ्याक पनि छन्द्रुङ्ग गरेर खसेको आवाज आयो। यस्तो चमत्कार देखेर कोसुकेले आँखा गाडेर त्यही सुनको पैसा हेरिरह्यो। पैसा पाएर कोसुके दङ्ग पर्यो। उसले पैसा गोजीमा राख्यो र काठको चप्पललाई जतन साथ उठाएर कम्मरमा बाँध्यो। आमाको लागि औषधि किन्यो र खुसी हुँदै घरतिर दौडियो। यति भएपछि के नै पो चाहियो र? कोसुकेले आफ्नी आमाको लागि पौष्टिक आहार, सागसब्जी, माछा, मासु र चामल समेत किन्यो। यसले गर्दा उसकी आमालाई तुरुन्तै सन्चो भयो। कोसुकेका आमा छोरा खुसी साथ जीवन बिताउन थाले। उसले सधैँभरि पण्डित बाजेले भनेअनुसार काठको चप्पललाई प्रयोग गर्थ्यो। कोसुके एकदमै मेहनती थियो। उसले बिस्तारै बिस्तारै खेतबारी, घर, खर्यान पनि किन्यो। ऊ धेरै धन सम्पत्तिको मालिक भयो। कोसुकेको प्रगतिको खबर काकाको कानमा पुग्ने बित्तिकै ऊ तुरुन्त कोसुके भएको ठाउँमा आयो। ऊ एकदमै चलाक थियो। त्यसैले कुनै कुरामा उसले कोसुकेको जीवनमा भएको प्रगतिको कारण पनि पत्ता लगायो। धूर्त काका काठको चप्पल हात पार्न आतुर भयो। उसले कोसुकेसँग बिन्ती गर्दै भन्यो, प्यारो भतिज, कृपया मलाई केही दिनको लागि त्यो तिम्रो जादुको चप्पल सापट देऊ। म पनि यसबाट केही फाइदा उठाउन सकौँ। कोसुकेले धूर्त काकाको नियत बुझिसकेको थियो। त्यसैले उसले भन्यो, कुन भतिजो र कुन चप्पल? के तिमीले मलाई आवश्यक पर्दा थोरै पैसा सापट दिएका थियौ र म तिमीलाई मेरो भाग्य चम्काइदिने चप्पल दिउँ? म मेरो अनमोल चप्पल तिमीलाई ज्यान गए पनि दिन्न। पटक पटक इन्कार गर्दा पनि स्वार्थी काकाले सुनेको नसुने गरिरह्यो। उसले जबरजस्ती गरेर भए पनि चप्पल लिएरै छाड्ने अठोट गर्यो।
अन्त्यमा धूर्त काकाले कोसुकेलाई एकातिर धकेली दिएर चप्पल लिएर सुइँकुच्चा ठोक्यो। घर पुग्ने बित्तिकै काकाले घर पछाडि एउटा ठूलो बर्को ओछ्यायो र चप्पल लगाउँदै लड्दै गर्ने सिलसिला सुरु गर्यो। ऊ लड्दा लड्दै सुनका पैसाको थुप्रो लाग्न थाल्यो। लोभी काका छिटो छिटो लड्न थाल्यो। हेर्दा हेर्दै सुनको ढ्याक पैसाको ठुलो चाङ लाग्यो। पैसाको लोभमा काकाले आफ्नो कद सानो हुँदै गएको कुरा पत्तै पाएन। लड्नु, सुनको पैसा जम्मा हुनु र सँगसँगै काकाको कद घट्नु, यो क्रम निरन्तर जारी रह्यो। केही समयपछि काकाको पिछा गर्दै कोसुके पनि त्यहाँ आइपुग्यो। घरभित्र बाहिर कतै पनि काकालाई नदेखेपछि ऊ साह्रै चिन्तित भयो। त्यति नै बेला उसले घर पछाडि सुनका ढ्याक पैसाको पहाड देख्यो, तर पनि काकाको अत्तो थिएन। दिक्क भएर कोसुकेले काका काका भन्दै यताउति खोज्न थाल्यो। एक्कासी उसको आँखा आँगनको छेउनेरको किरामा पर्यो, जुन झन पछि झन सानो हुँदै गइरहेको थियो। उसलाई त्यो किरा अरू कोही नभएर त्यही धूर्त काका हो भन्ने कुरा सम्झन धेरै समय लागेन। लोभी काका पैसाको लोभमा किरा बन्यो भन्ने कुरा हावासरी जताततै फैलियो। त्यसैले भन्ने गरिन्छ, मान्छेलाई लोभले लाभ, लाभले विलाप। कथा 2। एकादेशको गहिरी गाउँमा हिक्मत सिंह नाम गरेको किसान थियो। ऊ आफ्नो जहानसँग जिन्दगी बिताइरहेको थियो। उसले विवाह गरेको थुप्रै वर्ष हुँदा पनि कुनै सन्तान थिएन। उसका बाबुआमा पनि बाल्यकालमै स्वर्गीय भइसकेका थिए। परिवारका नाममा 2 प्राणी मात्र भएको र आफ्नो मृत्युपछि नाम निशाना नै नरहने हुँदा हिक्मत सिंह नुन खाएको कुखुरा झैँ भइरहन्थ्यो। न्वारानको उसको नाम हिक्मत भए तापनि सन्तान बिनाको अपुतो भन्ने छरछिमेकीको वचनले उसको हृदय चाल्नु जस्तै छिया छिया पार्दथ्यो। उसलाई एका बिहानै कसैले देखे भने उसले नदेख्ने गरी थुकेर हिँड्ने गर्दथे। लोक सम्मति अनुसार अपुतोको मुख देख्यो भने दिनभरि दशा लाग्छ भन्ने लोकोक्ति भएकाले छरछिमेकीहरू दोष कटाउनका लागि थुक्ने गर्दथे। कुनै दिन यस किसिमको थुकाई हिक्मत सिंहकै अगाडि छिमेकीले थुकेको देखेको थियो। यस किसिमको अवस्था हुँदा हिक्मतको नाम हिक्मत भए पनि मनले हिक्मत जोड्न सकेको थिएन। सन्तान होस् भन्नका लागि हिक्मतका जोइ पहिले धेरै कोसिस गरे, तीर्थ व्रत गरे, तर केही लाभ भएन। यी दुवै ज्यादै दुखित रहने गर्दथे, तर पनि भगवानको भजन पूजन आदि छोडेका थिएनन्। एक दिन बिहानै हिक्मतकी पत्नीले खुसीको खबर सुनाई। हिक्मत शुभ समाचारले उफ्रियो। आफ्नो निधारमा अपुतो भन्ने लेखिएको पोतिने भयो। यस खुसियालीमा हिक्मतले छरछिमेकीका आफ्ना दौतेरीहरूलाई मिठाई पनि खुवायो। महिना पूरा भएपछि हिक्मतका घरमा बच्चा जन्मियो, तर हिक्मत त्यति विधि खुसी हुन सकेन। उसका घरमा छोरी जन्मी। सबैले हिक्मतलाई बधाई दिए, तर हिक्मतको मन भित्रभित्रै छोरी जन्मिएकामा अति खुसी भएको थिएन। जतिले उसलाई बधाई दिन आएका थिए त्यतिलाई उसले आधा बधाई देऊ भन्थ्यो। एउटा दौतरीलाई उसको यो कुरा पटक्क चित्त बुझेन क्या र उसले हिक्मतलाई भन्यो, हिक्मत, तेरो यो आधा बधाई मात्र देऊ भन्ने शब्दलाई तैँले फिर्ता लिनुपर्छ। त पहिला सन्तानको मुख देख्न नपाएकोमा कति चिन्तित थिइस्। यो कुरा तँलाई नै थाहा होला। जेसुकै भए पनि तेरो जिन्दगीलाई अपुतो भन्ने हेलाबाट त बचाइस्। हिक्मतले जवाफ दियो, त्यो त हो भाइ, तर अर्का घर दैलो पोत्न सम्हाल्न जानेबाट मेरो वंशको कसरी रक्षा हुन्छ? दौतरीले भन्यो, छोरी भनेको हेला गर्ने कुरा होइन। तेरा घरमा छोरी जन्मेकी होइन, लक्ष्मी जन्मेकी। भर्खर भगवानले तेरी जोइको कोख सफल पारिदिए। अब रहँदा बस्दा छोरा पनि हुनेछ। पीर नगर, सुर्ता नल्याऊ। यस्तै हो भगवानको लीला। यसरी दौतरीले सम्झाएपछि बल्ल हिक्मतले सम्झियो। ऊ आफ्नी छोरीलाई अत्यन्त माया गर्दथ्यो। उसकी छोरी पनि बडो तेजीले थिए, राम्री पनि त्यत्तिकै राम्री। न्वारनको दिन आयो। हिक्मतले ज्योतिष पनि जान्ने पुरोहितलाई बोलाई छोरीको विधिवत संस्कार गरायो। पण्डितले उसकी छोरीको नाम सुकुमारी राखे। टिपन बनाउँदा सुकुमारी भाग्यमानी छ, रानी हुन्छ भन्ने भविष्यवाणी गरे। दिन महिना र वर्ष बित्दै गए। सुकुमारी पनि शुक्ल पक्षको चन्द्रमा जस्तै हुर्किँदै बढ्दै गए। सुकुमारी नामकी पनि सुकुमारी थिए भने कामकी पनि सुकुमारी थिए। अचानक एक दिन हिक्मतका घरमा कोलाहल मचियो। उसका 3 प्राणीको संसार बिग्रिएर भत्किएर 2 प्राणीमा सीमित रह्यो।
उसकी जीवनसाथीले उसलाई उसकी छोरी सुकुमारीलाई टुहुरो बनाउँदै छोडेर गए। आमाको मरणमा बालक सुकुमारी असाध्यै रोई, चिच्याई कराई, तर निठुरी। दैवले उसकी आमालाई चुडेर लगेको लगै पारे, फिर्ता दिएनन्। सुकुमारीका लागि अब हिक्मत नै आमा थियो, हिक्मत नै बाबु, सबै कुरा हिक्मत नै थियो। धेरै वर्षसम्म हिक्मतले अर्की स्वास्नी बिहे गरेनन्। आफ्नै पुरानी स्वास्नीको सतमा रहिरह्यो। तर गृहस्थी भनेको एक्लैले मात्र थामेर थामिने रहेनछ। घरको सारा भार छोरी सुकुमारीको थाप्लामा पर्यो। बिचरीको सानै अवस्था भएकाले आफूले गर्न सक्नेसम्मको काम गर्थे तापनि घरको काम अझै बाँकी हुने गर्दथ्यो। दिनभरि खेतीपातीको काम गरेर आए तापनि हिक्मतले आराम भनेको गर्नै पाउँदैनथ्यो। घर आएपछि उसलाई काम गर्नु पर्दथ्यो। छरछिमेकीहरूले केही मात्रामा सुकुमारीलाई सघाइदिन्थे, तर सधैँभरि कसले कतिन्जेल सहयोग गर्न सक्छ र? गाउँका साथीभाइहरूले पनि हिक्मतलाई बिहे गर्ने सल्लाह दिन्थे। छोरीको हालत झन बिग्रेर जान्छ भन्ने डरले हिक्मतले गर्न सक्दैनथ्यो। अर्को विवाह गरेर सौतेनी आमाको दाउपेचमा छोरी परी भने मरेर गएकी छोरीकी आमाको आत्माले श्राप गर्नेछ भन्ने उसका मनले भन्दथ्यो। वास्तवमा सौतेनी आमाले राम्रो व्यवहार न त ईश्वरको समयमा गरे न त मनुष्यकै समयमा। हिक्मतको सोचाइ पनि एक प्रकारले राम्रो नै भन्नुपर्छ, तर परिस्थितिले सधैँ मानिसलाई आफ्नो नोकर बनाएको छ। यो कुरा हालको मात्र होइन, प्राचीन कालको पनि हो। लाचार मजबुर भएर हिक्मतले घरको परिस्थिति सुधार गर्नका लागि अर्को बिहे गर्यो। सौतेनी आमाले पनि सुकुमारीलाई धेरै वर्षसम्म माया दिन सकिन, दया दिन सकिन। उसको कोखबाट पनि एउटी छोरी जन्मी। आफ्नै छोरीलाई माया ममता र वात्सल्यमा परेकी सौतेनी आमाले बिस्तारै सुकुमारीलाई आफ्नै सौतेनी जालमा गुडुल्काउन थाली। पहिले माया गर्ने सौतेनी आमा बराबरकी थिए, तर अहिले आमाले कैकेयी रानीलाई सम्झाउन थाली। कुनै कुरा गर्दा पनि ऊ खुसी हुन्नथे। बिचरी सुकुमारीले अब बल्ल आमा नहुँदा के हुँदो रहेछ भन्ने कुरा थाहा पाउन थाली। उसले कमसेकम बाबुको माया बिहान र बेलुकी त पाउँथे। अब त्यो माया पनि सौतेनी आमाको दाउपेचले गर्दा बाँडिन गयो। त्यति मात्र होइन, बिहान भात पकाऊ, जुठा भाँडा माझ, चुलो पोत, गाई बस्तुको स्याहार गर, लुगा धोऊ, पानी पँधेरा गर, दाउरापात गर्न जङ्गल जाऊ आदि कुरा त पुरानो कुरा भइसकेको थियो। अब त खाना पनि पेटभरि खान नपाउने भए। केही मिठो चोखो पाक्यो भने पनि र्याल चुहाउन पर्ने भयो। एक दिनको कुरा हो, सुकुमारीलाई आमाको कुरा लगाइले गर्दा बाबुले रिसाएर पिट्यो पनि। साँच्चै नै भन्ने हो भने मानिस कतिसम्म अज्ञान हुन सक्छ र? दिनका दिन सौतेनी आमाले सुकुमारीको नराम्रो काम गराएको कुरा लगाउँदा हिक्मतले पनि साँच्चै नै हो कि भनेर पत्याउन थालिसकेको थियो। दिनका दिन राम्रो काम गरे तापनि गाली खाने काम सुकुमारीका लागि दाल भात खाए सरह भइसकेको थियो। सौतेनी आमाको खप्कीका साथै सौतेनी बहिनीको समेत चाकरी गर्नु परेको थियो। छरछिमेक साराले सौतेनी आमालाई चाहिँ कति सम्झाए, तर सौतेनी आमा कुनै पनि छरछिमेकीले सुकुमारीलाई माया गरेर पैरवी गरेको दिन दोब्बर शास्ति दिन्थे। हार खाएर छरछिमेकीहरूले पनि केही पनि भन्न छाडिदिए। यति मात्र होइन, कुनै पनि छरछिमेकी सौतेनी स्वास्नीको दुश्मन नभएको भन्ने नै थिएन। सुकुमारीलाई अब दिनदिनै जङ्गलमा गएर दाउरा खोजी ल्याउनु पर्ने भयो। बिचरी टुहुरीको दैव बाहेक कोही सहारा थिएन। एक दिन साह्रै दुःख मानेर मनमा एक्लै भक्का नफुटाएर बलित्र धारा आँसु चुहाई आमालाई सम्झेर रोइरहेकी थिए। उसको रुवाईले चराचुरुङ्गी जनावर आदि पनि दुखित भइरहेका थिए। अकस्मात त्यहाँ एउटी परी पनि काम विशेषले घुम्दै आइन्। उनले पनि त्यो सुनसान वनलाई रन्काएर कोही रोइरहेको आवाज सुनिन् र सुकुमारीका अगाडि आएर सोध्न लागिन्, नानी तिमी को हौ? किन यसरी रोइरहेकी? तिमीलाई के दुःख पर्यो भन? आफ्ना अगाडि देवी समानकी राम्री परीलाई देखेर आँसु पुस्दै सुकुमारीले भनी, देवी आमा, म गैरी गाउँमा बस्ने हिक्मत सिंहकी जेठीपट्टिकी छोरी सुकुमारी हुँ। मेरी आमा मलाई छोडेर परलोक हुनुभयो। बाबुबाट आमाको माया पाइरहेकी थिएँ। केही वर्ष भयो बाबुले अर्को बिहे गर्नुभयो। सौतेनी आमा र उसकी छोरीले मलाई हुनसम्म दुःख दिँदैछन्। आज पनि आमालाई सम्झेर रोइरहेकी। के गरौँ? घरमा रोउँ भने उल्टो शास्ति पाउँछु, त्यसैले वनमा रोएकी। परीले माया गर्दै टाउको सुमसुम्याउँदै भनिन्, नानी अब तिम्रा दुःखका दिन चाँडै जाँदैछन् बा। तिम्रा भाग्यमा रानी हुने लेखिएको छ। अब तिमीले सौतेनी आमाको दाउपेचमा परिरहनु पर्दैन।
सुकुमारीले भनी, देवी आमा, सौतिनी आमा आएदेखि मलाई बुबाले पनि माया गर्न छाड्नु भयो। मैले आमाको माया पाउन सकेकी थिएन। आज हजुरको यति माया मैले पाउन सके, म धन्य भएँ। देवी, मेरो रक्षा गर्नुहोस्। परीले पनि सुकुमारीको माया लाग्दो कुरा सुन्दा चित्त काट्न थालिन्। उनलाई सुकुमारीको चौपट्टे माया लाग्यो। आफ्नो शक्तिको कुरा केही नबताई परीले सुकुमारीलाई खानेकुरा खान दिइन्। धेरै समयदेखि मिठो खाना नपाएकी सुकुमारीले खाना खान पाउँदा परीको जय मनाई रखाई। बाँकी रहेका खानेकुरा घर लगेर खाने प्रार्थना गरी परीले खुसी हुँदै भनिन्, नानी, तिमीलाई म दिनहुँ यही भेट्छु। तिमीले कुनै किसिमको पीर नल्याऊ। मसँग भेट भएको कुरा कसैलाई पनि कुनै हालतमा पनि नबताऊ। लौ त, म अहिले जान्छु। भोलि यही नै भेटौँला। सुकुमारीले पनि परीको पाउ पर्दै बिदा दिए। वनमा दाउरा खोजमेल गरिसकेपछि आफ्ना घरतिर लागि। आज उसले खुसीले गर्दा हिजो अस्ति भन्दा केही बढी नै दाउरा लिएर गई। राति पेट दुखेको बहाना गरी खाना पनि खाइन। सबैजना भान्सामा गएपछि परी देवीले दिएको बाँकी खानेकुरा हत्तर पत्तर खाए। यसरी अब सुकुमारीका दिन बितिरहेका थिए। सुख भनेको लुकाएर लुक्दैन भने जस्तो दिनहौ सुकुमारीले खाना नखान अनेक बहाना गरेको देख्दा सौतिने आमाका मनमा चिसो पसिहाल्यो। उसले आफ्नी छोरी मुनालाई रातिसँगै सुत्ने हुँदा केही खाएर सुत्छे कि त्यसै सुत्छे चेवा गर भन्ने कुरा हराए। तर सुकुमारी तिनीहरूभन्दा निकै बाटी थिए। ऊ खानेकुरा खाने गर्दथे। सुकुमारीले बेलुका खाना नखाएको धेरै दिन भयो भन्ने कुरा एक कान दुई कान मैदान हुँदै हिक्मतका कानमा पनि पर्यो। बाबुचाइले छोरीलाई रोग केही लाग्यो कि भनेर सोध्यो। तर सुकुमारीले केही हुँदैन, खाली खाना खान मन लाग्दैन मात्र भनी। बाबुको मन नमानेकाले दुई चार धामी झाँक्री बोलाई देखाइयो। तर धामी झाँक्रीले हिक्मतको पैसा मात्र खाए। पछि हिक्मतले वैद्यराजलाई बोलाएर औषधि गरायो। वैद्यराजले दिएको औषधिलाई खाएको जस्तो गरेर सुकुमारी फालिदिन्थे। एक दिन परिदेवीले सुकुमारीलाई भनिन्, नानी सुकुमारी, अब तिम्रो भाग्य खुल्ने दिन आयो। धेरै दिन तिमीले सौतिनी आमाको व्यवहार खेप्नु पर्दैन। खुसी भएर सुकुमारीले भनी, परिदेवी, यो सबै तपाईँको आशीर्वाद हो। परीले भनिन्, लौ अब म जान्छु। कुनै यस्तै कुरा पर्यो भने मलाई सम्झनु, म आउनेछु। सुकुमारीले परिदेवीलाई ढोगी बिदा दिए र परी गइन्। यता त्यसै देशका राजकुमारको विवाहका लागि कैयौं केटीहरू देखाउँदा पनि राजकुमारले कुनै पनि केटी मन पराएनन्। उमेर पुगिसक्दा पनि र कैयौं केटीहरू देखाउँदा पनि मन नपराएकाले राजाले एउटा योजना बनाए। उनले प्रत्येक देशका राजकुमारीहरूलाई भेला गराए र सबैलाई आफूले जानेको कुरा प्रदर्शन गर्न लगाए। यसै हुलमा परी पनि मिसिन्। उनले त्यसबेला नर्तकीले लगाउने पहिरन पहिरिएकी थिइन्। त्यस आयोजनामा राजकुमार पनि थिए। त्यहाँ नृत्यको कार्यक्रम धुमधाम भयो। परीले त्यसबेला बडो राम्ररी नाचिन्। उसले नाचिसकेपछि आफ्नो सुनको एउटा जुत्ता छोडेर गइन्। राजाले राजकुमारलाई त्यहाँ भेला भई नाच्नेहरूमध्ये कुन चाहिँ राम्रो लाग्यो भनी सोद्धा राजकुमारले सुनको जुत्ता छोडी जाने केटी मन परेको कुरा गरे। त्यसपछि राजाले झ्याली पिटाए। यो सुनको जुत्ता जसलाई ठिक हुन्छ तिनैसँग राजकुमारको बिहे हुने भएकाले सबै दुनियाँले खटिएर आएका कर्मचारीलाई जुत्ता लगाउन लाउने काम गर्नु भन्ने थियो। झ्याली पिटे अनुसार कर्मचारीहरू पहिले विभिन्न देशका राजकुमारीहरू कहाँ गए, तर कसैलाई पनि त्यो सुनको जुत्ता ठिक भएन। त्यसपछि आफ्ना गाउँमा घुम्न थाले। सुनको जुत्ता लिएर धेरै धेरै गाउँहरू घुम्दा पनि कसैलाई ठिक भएन। कर्मचारीहरू पनि हार मानिसकेका थिए, कसैलाई ठिक भएन। अब देशका गाउँ थोरै मात्र बाँकी रहेका थिए। बाँकी गाउँहरू घुम्दै घुम्दै आउँदा कर्मचारीहरू गैरी गाउँमा आइपुगे। गैरी गाउँमा घुम्दा घुम्दै आउँदा हिक्मत सिंहका घरमा कर्मचारीहरू आइपुगे। त्यहाँ आइपुगेपछि कर्मचारीहरूले कतिजना विवाह योग्य केटीहरू छन् भनेर सोधे। हिक्मत सिंहकी पत्नीले जवाफ दिनुभन्दा अगाडि सबभन्दा पहिले आफ्नै छोरीलाई ल्याई जुत्ता लगाउन लगाइन्। तर उसलाई त्यो जुत्ता ठिक भएन। यसपछि कर्मचारीहरू जान मात्र के आँटेका थिए, हिक्मत सिंहले सुकुमारीलाई बोलायो। सुकुमारीलाई त्यो सुनको जुत्ता लगाउन दिँदा ठिक्क भयो। कर्मचारीहरू पनि खुसी हुँदै राजा कहाँ गए। कर्मचारीहरूले राजालाई गैरी गाउँकी सुकुमारी नाम गरेकी कन्यालाई सुनको जुत्ता ठिक भएको कुरा बिन्ती गरे। राजाबाट तुरुन्तै सुकुमारीलाई ल्याउने आदेश भयो। कर्मचारीहरूले पनि आदेश सिरोपर गरी गैरी गाउँ आएर इज्जतका साथ दरबारमा सुकुमारीलाई पुर्याए। राजाका हजुरमा सुकुमारीलाई पुर्याइसकेपछि राजकुमारले सुकुमारीको रूप लक्षण देखेर
तुरुन्तै हुन्छ भन्ने बिन्ती गरे। राजा रानी तथा दरबारियाहरू सुकुमारीलाई देखेर मोहित भए। शुभ दिन शुभ साइतमा सुकुमारीको र राजकुमारीको विवाह भयो। यता सौतेनी आमाकी छोरीका नाममा सबै श्री सम्पत्ति पहिले नै गरिदिएको र विवाह समेत भइसकेकाले उनीहरूको नाममा केही पनि थिएन। यो कुरा सुकुमारीले थाहा पाएपछि बाबु र सौतेनी आमालाई खान पुग्ने गरी घरबारी सम्पत्ति दिए। बाबु र आमा दुवैले सुकुमारीको जय मनाई आनन्दपूर्वक दिन बिताउन लागे।